हेलो गुड मर्निङ साथीहरू, हजुरहरू सन्चै हुन्छ होला, हामी पनि सन्चै छौँ। आज हामी यहाँ ढोरपाटन ढोरबराहा मन्दिरमा दर्शन गर्न आएछौँ बिहान। अब यो दर्शन गरेपछि हामी फेरि बुटोलतिर जाँदैछौँ। यस्तो छ साथीहरू, ल हेर्नु है, यहाँ धारा रहेछन् अनि धारा यस्तो गरेर यहाँभित्र मन्दिर हो। हामी सबै सङ्गम उकोपार आमा समूहले आज ड्रेसमा हामी यसरी यहाँ दर्शन गर्न आएको। यसरी भित्र आइसकेपछि यसरी मन्दिर हैछ। यसरी यहाँ पूजा गर्ने हामीले दर्शन गरिसक्यौँ। अनि यहाँ एउटा यो आस्था अरे, यो यहाँबाट चिम्म गरेर हामीले केही झिक्यौँ भने हाम्रो हातमा के आयो भने हामीले घरमा आफ्नो पूजा कोठामा लगेर राख्न सकिन्छ अरे। यस्तो यो पहिलेदेखिको एकदम यहाँको आस्था यहाँ। अनि यहाँ रहेछन् चिम्म गरेर हात हालेर झिक्ने अरे यहाँ। यस्तो रहेछ साथीहरू, यसरी पूजापाठ गरिसक्यौँ। यहाँ नानी पनि यहाँ भर्खर आउनुभयो दर्शन गर्न। यही साथीहरू, यस्तो राम्रो ठाउँ छ ढोरबराहा मन्दिर पनि घुम्न पानी। सबैजना आउनु होला। यहाँ पानीको यस्तो त्रिशुल छन्, यस्तो राम्रो छ साथीहरू, सबै आउनु होला है त। यस्तो राम्रो सिन छ, वाउ। बिहानको यति राम्रो ठाउँ ढोरपाटन घुम्न सबैजना आउनु है साथी हो। राम्रो छ ठाउँ। यहाँ आइसकेपछि चिसो आनन्द ढोरबराहा मन्दिर यसरी घुमेर हामी निस्क्यौँ। अब फेरि बुकीमा गएर बुकी फुलमा गएर फोटो खिच्ने। उहाँ हाम्रो साथीहरूले घोडामा फोटो खिच्दै हुनुहुन्छ यसरी घोडामा बसेर। अनि हामी दिदी मन्दिर आएर कस्तो लाग्यो त? रमाइलो, यहाँको सिन साह्रै राम्रो। ल भन्नु, यहाँ आउन भन्नुहुन्छ कि नआउन भन्नुहुन्छ साथीहरूलाई? आउनुपर्छ, यहाँ एक बेला त घुम्न आउनुपर्छ। ल रमाइलो है, यहाँ रमाइलो छ। वरिपरि पहाड, बिचमा फाँट, मन्दिर, राम्रो छ ठाउँ। ल सबैजना आउनु है त। डराउने बानी छ कि मेरो घोडामा? अगाडि आउनु कि बुढो। म घोडामा चढ्दा डर्छेरै मान्छे है साथी हो यस्तरी। आज त चढेको यतिको, हिजो त डराएर चढ्नै मानेनन्। त उकालोमा चढ्यो भए त मर्थेँ म हिजो। उकालोमा त डर लाग्छ नि, उल्टे बात जान सकिन्छ। त्यही त, यस्तो तेर्सोमा त ठिकै हुँदैछ, उकालो ओह्रालोमा आइछ कि। एउटा फोटो खिचिदिनु सर। यस्तो गर्ने, यस्तो गर्नु भयो। एउटा यस्तो थोरै भिडियो नि है 10 सेकेन्डको। ल साथी हो, यो के ढोरपाटनको बुकी फुल है, यो यस्तो छ है। यो निलममा प्यालो होला उता छ है। रेडी भन्नु है भाइ। 1 2 3 ल साथी, यो ढोरपाटनको बुकी फुल यस्तो राम्रो पियालो अहिलेको पर्पल कलरमा थियो। अहिले यो पुरै यो पियालो यो बुकी फुल हो, यो यहाँको ढोरपाटनको। यस्तो मजाको भाग हुने रहेछ, त्यही भएर बुकी फुल भन्ने रहेछ यसलाई।
हेर्नु त कस्तो राम्रो फुलेको प्यालै है साथी। अब हामी चाहिँ यो ढोरपाटनदेखि अब घरतिर जाँदैछौँ, बुटोलतिर प्रस्थान गर्दैछौँ। यसरी हाम्रो गाडी अब यस्तो छ। अब हामी हिँड्नलाई रेडी छौँ। अब घर जाने भने एउटा फोटो यहाँ ग्रुप ढोरपाटन लेखेकोमा ग्रुप खिचौँ भनेको सब सल बोलाएर यस्तो छ। यस्तो छ, घाम लाग्छ, आनन्द छ साथी हो। धन्न हामी आएको बेलामा पानी परेन, एकदम सफा मौसम। हामी घुम्न राम्रोसँग घुम्न बस्न पाइयो। ढोरपाटनदेखि हामी रानीमल आइपुग्यौँ साथीहरू। हामी सही सलामत 3 दिनको दिन यसरी यहाँ बिहाल छ। हामी यसरी आउँदैछौँ। यहाँ सबैजना अहिले भ्याकेसन छ नि त, बच्चाहरूको सबै यहाँ घुम्न आउने। यस्तो छ हाम्रो बुढाबुढा आउनु नमानेर बस्नुपर्छ है, नआउने अरे। हामी यसरी उकालो हिँड्दै माथि जाँदैछौँ साथीहरू। यस्तो छ। यस्तै सबैजना आउँदै फर्किँदै गइरहनु भयो। बिचमा काली गण्डकी सरर र यहाँ सबै गण्डकीमा नुहाइरहे पनि चलिरहेको छ है। डुङ्गा भन्छ, डुङ्गा चल्नको लागि। यस्तो छ साथीहरू। अब यहाँदेखि यता भित्र छिर्ने ठाउँ। टिकट लिने ठाउँ छ यहाँ। सबैजनाले टिकट लिइरहनु। यस्तरी सिँढी माथि चढेर माथि पुग्नु पर्छ है। ए सरी। ए हाम्रो छेमाको यहाँ फोटो सेसन हुँदैछ। तिम्रो कहाँबाट आएको? हामी अहिले ढोरपाटनबाट। अहिले त कहाँ हिँडेका हौ? हामी घर ए तिम्रो घर बुटोल हो? बुटोल नयाँ गाउँ 13 सालगारी 5। अनि तिम्रो कुन आमा समूह हो त? हामी सङ्गमका आमा समूह। र ल बधाई छ। ए किन नि? पैसा धेरै भयो त होइन? घाँटी के भयो यस्तो झन् धोत्रो? माथि आइसकेपछि यस्तो छ साथीहरू। यहाँ माथि यस्तरी बसेर फोटो खिच्न पनि पाइन्छ। यस्तो छ है, एकदम राम्रो छ। दायाँ बायाँ जङ्गल, यसको बिचमा रानी बस्ने ठाउँ यहाँ यस्तो छ। यस्तो छ। के हो बाबु? यता छ, हेर हौ, हेर होइन हौ। ए तिम्रो नाम के अरे भनिदेऊ त? यस्तो छ यता ब्याकग्राउन्डमा। यति रमाइलो छ, सिन हो रे। ए मेरो उस खै ए स्वेटर छोडेर हिँडेको डाइरेक्ट मलाई के थाहा। यस्तो छ यहाँ दिदी बहिनी साथीहरू यस्तो हिँड्ने। ढोरपाटन हुँदै रानीमल हुँदै हामी फर्केको बेलामा यस्तो रमाइलो हुँदैछ साथीहरूसित। ल गाडीभित्रको रमाइलो है साथीहरू।